हेलो गुड मर्निङ साथीहरू, गुड मर्निङ है। तपाईँहरूको लागि म केही किताबहरू नयाँ तथा भर्खरै प्रकाशित किताबहरू देखाइराखेको छु। अहिले युवाहरूले असाध्यै रुचाएको चाहिँ निलो प्रेम, पुरुषोत्तम बजगाई सरले लेख्नुभएको निलो प्रेम हामीसँग फेरि चाहिँ आइपुगेको छ। जापानीहरूको दीर्घ जीवन जिउने रहस्य बोकेको किताब इकिगाई, यो पनि अत्यन्त राम्रो मानिएको छ। महानायक राजेश हमालको युगदेखिकोसम्म सिनेमा, जीवन, सिनेमा र समाज, यो किताब पनि रुचाइएको छ। एकसरको माया पनि युवा साथीले पढिराख्नु भएको छ। त्यसै गरी उर्वशी पनि एउटा सुन्दर उपन्यास छ, मिथकी उपन्यास। एटमिक ह्याबिट, यो चाहिँ तपाईँ हाम्रा स्कुल के अरे 9, 10, 8, 9, 10, 11, 12 ब्याचलर पढ्दै गरेका युवाहरूले पढ्नुपर्ने किताब, त्यसै गरी अङ्ग्रेजी शिक्षकहरूले पढ्नुपर्ने किताब र सबैले पढ्नुपर्ने किताब रहेको छ। साना साना कुराहरूले कसरी मान्छेलाई चाहिँ चेन्ज गर्न सक्छ, हाम्रा बानीहरूलाई कसरी सुधार्न सहयोग गर्छ भन्ने बारेमा असाध्यै रुचाएको किताब छ यो एटमिक ह्याबिट। अनि सुबिन भट्टराई सरको चमेलीको फुल, बजी रुमाल पनि मैले देखाएँ, यो पनि राम्रो रुचाइएको छ। त्यसै गरी बागी स्त्रीको आत्मकथा, यो पनि कविता पढ्नेहरूका लागि असाध्यै राम्रो मानिएको छ। धनी बुवा गरिब बुवा पनि निकै नै खोजिएको किताब छ। त्यस पछाडि रहस्य, द सेक्रेटको नेपाली अनुवाद रहस्य पनि केही पाठले खोजिराख्नु भएको थियो, त्यो पनि आइपुगेको छ। अनि अर्को छ ब्रायन ट्रेसीको लक्ष्य कुनै भन्ने एउटा किताब, यो पनि मोटिभेसनल किताब नै रहेको छ। त्यसै गरी डाक्टर नवराज केसीज्यूको शून्यको मूल्य पछाडि अर्को धमाकेदार पुस्तक आइपुगेको छ, सो स्पर्श, आशा, प्रेरणा र खुसीको कथा। यी अहिले असाध्यै धेरै बजार रुचाएका किताबहरू हुन्। मैले यहाँलाई फेरि संक्षिप्त देखाएँ। मेधावी कञ्चन घोराही, जो अदालत चोकमा रहेको छ, यहाँहरू हाम्रो स्टल, हाम्रो यो बुक सप भिजिट गर्न आउन सक्नुहुन्छ। यहाँहरूलाई स्वागत छ है त।